नमस्ते। विक्रम सम्वत 2083 सालको यहाँहरूलाई हार्दिक मङ्गलमय शुभकामना। धनु राशिका व्यक्तिहरूको लागि 2083 सालको ग्रह गोचर कस्तो छ आउनुहोस् जानौँ। कर्मक्षेत्र तथा आजीविकाका सवालमा धनु राशिका जातकका लागि यो वर्ष उन्नतिशील र कार्यसिद्धिको कारक रहनेछ। राशि स्वामी बृहस्पतिको शुभ दृष्टिले गर्दा व्यावसायिक जीवनमा नवीन अवसरहरू प्राप्त हुनेछन्। प्रशासनिक, व्यवस्थापकीय र सृजनात्मक विधामा संलग्न जातकका लागि राजकीय लाभ र पदोन्नतिको प्रबल योग बन्नेछ। यद्यपि चतुर्थ भावमा शनिको अढैयाको प्रभाव रहने हुनाले कार्यमा केही विलम्ब, मानसिक उद्वेग र निर्णयमा द्विविधा उत्पन्न हुन सक्छ। यस्तो अवस्थामा धैर्य र अनुशासन नै तपाईँको सफलताको मुख्य पात्र बन्नेछ। आर्थिक पक्ष, आर्थिक दृष्टिकोणले यो वर्ष कोष वृद्धि र धन लाभको सङ्केत गर्दछ। एकादश भाव लाभ र द्वितीय भाव धनको स्वामीको अनुकूलताले आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। व्यापारिक योग, भौतिक सुखका साधन, धातु र निर्माण क्षेत्रमा संलग्नहरूका लागि लक्ष्मी कृपा रहनेछ। सेयर बजारमा आकस्मिक लाभको योग भए तापनि शत्रु पक्ष र प्रतिस्पर्धी सबल रहेकाले आर्थिक सन्धि र सम्झौतामा सतर्कता अपनाउनु बुद्धिमानी हुनेछ। विद्या तथा बौद्धिक पक्ष, विद्यार्थीहरूका लागि यो वर्ष प्रज्ञा वृद्धि र सरस्वती योगको समय हो। विशेषतः प्रशासन, विज्ञान र न्याय क्षेत्रका साधकहरूको विशिष्ट सफलता हासिल गर्नेछन्। पञ्चम भाव र नवम भावको शुभ सम्बन्धले गर्दा देशान्तर विद्या, वैदेशिक शिक्षा र अनुसन्धानका लागि स्वर्ण अवसर प्राप्त हुनेछ। प्रतिस्पर्धात्मक परीक्षामा विजयी योग बलियो बन्नेछ। पारिवारिक तथा प्रेम सम्बन्ध, द्वितीय कुटुम्ब र सुख भावमा मिश्रित प्रभाव रहे तापनि पारिवारिक वातावरण समग्रमा सौहार्दपूर्ण रहनेछ। घरमा माङ्गलिक कार्य, विवाह व्रतबन्धको योग र सन्तान पक्षबाट कुलको हर्ष बढ्ने समाचार प्राप्त हुनेछ। प्रेम तथा दाम्पत्य जीवनमा गुरुको कृपाले गर्दा आपसी समझदारी र मधुरता कायम रहनेछ। नयाँ सम्बन्धको सूत्रपात हुने प्रबल सम्भावना छ। राजनीति तथा सामाजिक प्रतिष्ठा, राजनीतिक क्षेत्रमा संलग्न जातकहरूका लागि यो वर्ष पद प्रतिष्ठा र नेतृत्व प्राप्तिको वर्ष हो। दशमेश र एकादशेशको बलको कारणले गर्दा समाजमा तपाईँको व्यक्तित्वको वर्चस्व विस्तार हुनेछ। सामाजिक कार्य र लोक कल्याणमा सक्रियता बढ्नाले सार्वजनिक छवि सुदृढ हुनेछ। स्वास्थ्य, स्वास्थ्यको दृष्टिकोणले राशिस्वामीको बलले रक्षा गरे तापनि शनिको अढाइका कारण वातदोष, जोड्नी दुखाइ र शारीरिक थकानको महसुस पनि हुन सक्नेछ। आरोग्यता प्राप्तिका लागि सात्विक जीवनशैली, नियमित योग, प्राणायाम अनिवार्य देखिन्छ। मानसिक शान्तिका लागि ध्यान तपाईँको रक्षा कवच बन्नेछ। आध्यात्मिक पक्ष, नवम भाव भाग्य र आध्यात्मिक चेतना जागृत हुने वर्ष छ। धार्मिक अनुष्ठान र तीर्थाटनमा अभिरुचि बढ्नेछ भने परोपकार र सत्कर्मले आत्मिक सन्तुष्टि प्रदान गर्नेछ। विशेष ज्योतिषीय उपायहरू, यो वर्ष तपाईँको राशिमा शनिको अढैयाको प्रभाव रहने हुनाले कार्यमा बाधा र मानसिक चाप न्यून गर्न शास्त्रीय उपायहरू, विशेष गरी शनिबार भगवान शिवको आराधना र शनि मृत्युञ्जय स्तोत्रको पाठ गर्नाले नकारात्मक ऊर्जा नाश हुनेछ। ओम शम शनिश्चराय नमःको नियमित 108 पटक जप र शनिबार पिपलमा वृक्षमा जल अर्पण गर्नु शुभ फलदायी रहनेछ। ओम ग्राङ ग्रिङ ग्रङ सह गुरुवे नमः मन्त्रको जाप गर्दै काण्ड रहनेछ। त्यसै गरी शनि अढैयाको चुनौतीलाई, धैर्यलाई सामना गर्दै धनु राशिका जातकका लागि यो वर्ष सर्वपक्षीय उन्नति र भाग्य वृद्धिको वर्ष साबित हुनेछ। धन्यवाद।